वेलकम टु जापान है। सम्पूर्ण साथीहरुमा वेलकम छ मेरो भिडियोमा। म चाहिँ घरमा छु। अब घरदेखि लाग्नु पर्यो, कहाँ लाग्नु पर्यो भनेपछि जापानतिर। यहाँदेखि लाग्नु पर्यो, दुङसँग चाहिँ मेरो घर हो यो। सबैजना त्यता बस्नु भएको छ। भला गर्ने तँलाई दिए आइन मैले। बाबु यहाँ हुनुहुन्छ। बुबु भाइ मेरो त हिजो बाटो हो त। गाडी आयो। टीका चाहिँ अब जुठो परेकाले रातो टीका चाहिँ लाउँदैनौँ है, अनि पहेँलो टीका लाउँछौँ। होइन बजे भिडियो, अरू कोही होइन। भिडियो बनाएको भलक पछि हाल्छु मैले। चिया खाने? चिया खान्छु है। आइसक्यो है गाडी। यहाँ मान्छे सहित आइसक्यो रहेछन्। हामीलाई घरमै सेवा सुविधा। हजुर खाए खेल्न सब मान्छे सट्टु गइदिया मुखनिर राम्रो बनाएस्, राम्ररी आएस्, कसैसित झगडा नगर्नु, कल नगर्नु, काम गर्नेस्। मेरो भनेको सब भन्नुहोस्। राधाको साथै 70 भरि पाए पसुन्जेर भदैला राम्रो रमाए एकदम। जा तेरो पनि राम्रो रमायो। बुवासित जा, मम्मी र बुहारी घरले एउटा घरमा अब देवर छोरी गयो भन्न पर्यो। आफू सासू बुहारी गरेर टन्न आफ्नो गऱ्यो भने चाहिँ भनिन्छ। ल अब केही हुन परेन होइन। मान्छे कहाँ कहाँ पुगेछन् क्या यो यो त बाबु बस्छ है। देख्न सक्नुहुन्छ हामी चाहिँ देउतीबेली दर्शन गर्न आएका छौँ। मेरो मम्मी बाबा दाइ साथी अनि हामी टक्क देउतीबेली आइदिउँ दर्शन गर्न भनेर आइदिएको। अब त्यही त भगवान्लाई जति पुजे जति मान्यो त्यति नै आफूलाई पनि राम्रो रमाइलो हुँदै जान्छ। हामीले चाहिँ अब टिकट सिकट काटिसक्यौँ क्या अरे। गाडी चाहिँ यही हो। अब बेलुका 5:30 बजेको छ। गाडी देख्न सक्नुहुन्छ। मेरो मम्मी दाइ बुवा तर्फबाट म चाहिँ भन्न चाहन्छु बेस्ट विशेष अबको जोडी चाहिँ राम्रो साथीको। अब हामी सबै साथीहरूसँगै हुनेछौँ। हाम्रो कुराकानी भइरहेको छ। अब सबै साथीहरूलाई यो यस्तो गरिदिएकोमा सबैलाई धन्यवाद भन्न चाहन्छु। अनि यत्रो हामी अब अहिलेसम्मको यो हाम्रो माया ममता भन्ने कुरा कहिले नटुटोस्। हजुरको माया भने सधैँ मनमै हुनेछ। देख्न सक्नुहुन्छ मेरो साथीहरू यहाँ हुनुहुन्छ सबैजना। अनि हाम्रो चाहिँ सालाजी हुनुहुन्छ उहाँ चाहिँ। अनि हाम्रो साथी हुनुहुन्छ ओ अलि राम्रोसँग ओ चिसो छ है मम्मी। दाई बुवा अलि राम्रोसँग यहाँ है साथी। फेरि नचाउनु फेरि बेला यही कुरामा उता गर भन्छ है। के भन्दैन ए चस ल खै खै यता अनि खास हालिदिने अरे। अघि भर्खर त्यहाँ के भयो थाहा सन्देशलाई के भने अबको 5 वर्षपछि फेरि यस्तै खानुपर्छ। अबको 5 वर्ष पुरानो बिहा गर्नुपर्छ भन्थे। ल बिस्तारै सम्झना
तिम्रो साथ सधैँभरिको। ओके सबजनालाई स्तब्ध बनाएर जाँदैछौ आउँदाखेरि खुसी बनाएर आउँछु ल। तिम्रो जस्तो साथी पाउनु भनेको मेरो लागि भाग्यमानी कुरा हो कि। साथी भनेको साथी अब म भन्न सक्दिनँ होइन। जहाँ भए पनि हेर साथीको परिभाषा भन्ने यति नै हो कि अहिलेसम्म जो जति साथी मिले पनि अब तिम्रो बुझ न अब तिम्रो शब्दले भन्दा बरु तिम्रो मुखको एक्सप्रेसन बताइरहेको कष्ट हुन्छ ल बाबु हुन्छ ल है चलो बस है ल के साह्रो चिन्ता नगर के भन्ने लाग्यो सँग जानुस् धेरै धेरै सम्झना साथी जति समय बितायो हाम्रो यो के भन्न चाहन्छु भनेदेखिमा अबको दिनहरू सुखमय रहोस् होइन अबको स्ट्रगल लाइफ चाहिँ तिम्रो सकेसम्म अब त्यसलाई लडेर हिँड्ने क्षमता हामीबाट मिल्नेछ है मसँग ल बाई बाई ओके है ल बाई 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 A few moments later. हामी चाहिँ अब काठमाडौँ चाहिँ पुग्यौँ है अनि अब यहाँको भ्यू अनि के अरे हिजो हिँडेको हिजो राति हिँडेको अहिले राति पुग्नु लाग्यो होइन ढिलो भयो कि अलि गाडीले जाममा फस्यो गाडी चाहिँ होइन साथीहरू हामी चाहिँ अब फेरि रुमदेखि अब हामी आज सपिङ गर्नको लागि निस्किँदैछौँ मम्मी टक्क चट्ट परेर बस्नु भएको छ मम्मी मम्मी नदेखा अरे दाइ पुरा टक्क गेटअपमा भइसक्नु भयो यतातिर त्यही काठमाडौँ बालेनको सिटीमा छौँ देख्न सक्नुहुन्छ बालेनको सिटी घुमघाम सपिङ गरौँ भनेर निस्केको बिहान बिहान यो सपिङ हो यो अलिअलि सपिङ के त हो नि यहाँ त लगेज घरमा छ लगेर हाल्ने अब लगेर हाल्नु देख्न सक्नुहुन्छ सपिङ चाहिँ भइसक्यो अब अलिअलि भएछ अब अझै हुँदैछ है खाना आइसक्यो देख्न सक्नुहुन्छ खाना खाँदै हुनुहुन्छ मन अब खानाले पकाउने चाहिँ खानु है अब हाम्रो बुवा चाहिँ अब शुद्ध शाकाहारी पर्नुभयो मासु खानु न है धेरै भइसक्यो मासु खान छोडेको कति 1 वर्ष भयो कि है तर हामी पनि त्यस्तै हो शुद्ध शाकाहारी भएपछि खाने न त नखाने भिडियो हाम्रो देशको स्थिति नै यस्तै छ दिनकै यति मान्छे मर्दै लागेपछि देख्न सक्नुहुन्छ ओ माई गड प्लेन हो यो त्यस्तो हुने रहेछ है फर्स्ट टाइम चढ्न लाग्यो है देख्न सक्नुहुन्छ प्लेनमा चढ्दैछौँ त अहिले बिलिभ नै छैन त बिलिभ नै छैन त विश्वासै लागेन के यहाँ आइरहेको जस्तै छैन जिन्दगीको कथा व्यथा भन्ने कुरा यस्तै हो कि
भिडियो बनाउनु पाइन्छ होला कि भित्र कल चाहिँ क्यामेरा अफ गऱ्यो है साथीहरू प्लेनभित्र छु यहाँको नजारा यस्तो छ देखिन्छ माय गॉड यो त आगो जले जस्तो देखियो यार झरना गइरहेको छ वेलकम टु जापान है नेट भएर होइन घर कति चिन्ता मान्ने थिएँ केही चिन्ता मान्नु पर्दैन बुवा आमा सम्पूर्ण सबैलाई म जापान आइसकेँ अब ढिलै चाँडो भएर पनि आफ्नो सोचेको सपनाहरू पुरा गर्नेछु भन्ने आशा छ है यहाँको सिस्टम चाहिँ डर रहेछ है यहाँ चाहिँ साबन सिधै साबन आयो अनि यो चाहिँ यहाँ पानी आयो अनि यो दाबेपछि अलि तातो पानी आउँदैछ आहा नदेखि जस्तो गरेर आएको है देख्न सक्नुहुन्छ हामी आफ्नो कलेजमा आइसकेका छौँ है अब को आउने हामीलाई होस्टेलमा राख्न कता हो होस्टेल पनि थाहै छैन त्यो चाहिँ हाम्रो कलेज हो यो नागानो सिटी हो हामी आएको सिटी अब के कस्तो छ अब फर्स्ट दिन हो यार जापानको के कस्तो छ हजुरलाई पछि भन्नेछौँ है देख्न सक्नुहुन्छ यो हाम्रो कलेज हो यहीँ हामी पढ्छौँ 2 वर्ष ल्याङ्ग्वेज क्लास